आज यो टोकरीमा के भइन्छ हेरौँ है त। बोडीहरू चाहिँ भुइँमा लतारेर फलेको छ। एकदमै लामो लामो बोडी, अन्त 1 मिटर भन्दा बेसी नै छ बोडीहरू चाहिँ। यो जिन्नीको त बिउको लागि राख्दिउँ है। अलिकति यो सिमी पनि फलेको रहेछ। हिन्दी सिमी भन्छ नि यसलाई। त्यो चौमासी सिमी हो साथीहरू। मकै रोप्दाखेरि त्यो एउटा गेडा हाल्दा थिएँ। अलिअलि उम्रेर अलिअलि, धेरै त राम्रोसँग फलेको त छैन, अलिअलि त फलेछ। मेरो टोकरी बोडी र सिमीले भरिएको छ। मकै पनि खाने भएको छ। भेन्डी अलिअलि चिन्नी सकिया रहेछ। फेरि टिपेन भने खानै मिल्दैन कि यो भेन्डी। फेरि टिपिहाल्नुपर्छ। जति फलेको त्यति टिपिहालेँ मैले। 2-3वटा खुर्सानी पनि टिपिहालेँ। अब यसमा खुर्सानी र भेन्डी पनि थपायो। फर्सीको मुन्टा पनि टिपेँ अलिकति। यो फर्सीको मुन्टा टिप्ने ठाउँ कस्तो अप्ठ्यारो छ कि, त्यही भएर मैले एकैचोटि टिपेरै देखाएँ। देखाएको फर्सी टिप्ने पालो भइसकेको छ। यिनीहरूको फेरि धेरै बेर राख्यो भने फेरि किरा लाग्छ कि, त्यो एउटा किराले छोयो कि भित्र कुहिने रहेछ। योभन्दा ठुलो त फल्दैन होला भनेर यसलाई चाहिँ मैले टिपिहालेँ। अर्को फर्सी पनि टिपिहालेँ मैले आजै नै। अलि कता यो फुच्चे करेला पनि टिपौँ। अरू यो थप टिपेर अब आजको मेरो तरकारीको हार्भेस्टिङ यति भएको छ। यो सबै मैले धोएर राख्छु अब एकैचोटि।